त्यस्तोहरू खिच्ने अनि यस्तो यस्तो हुन्न त यार मैले तान्दिने छ कि यो गान्टी तान्दिएछ हेलो गाइस फेरि पनि वेलकम ब्याक इन माई च्यानल म हुँ एमराज अवस्थी र तपाईँले हेर्दै हुनुहुन्छ अहिले अवस्थी ब्लग तपाईँले फेरि पनि स्वागत गर्छु म मेरो आफ्नो च्यानलमा आई होप तपाईँ पनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु गाइस आज हो मेरो ब्लगको आज कति दिन भन्दा दिन कति भयो थाहा होइन तर दाइतै 1 महिना 20 दिन 20-25 दिन हुन लागिसक्यो तर यता घाम लागि फेरि घाम लागेर म चाहिँ घाममा आँखा खोल्न सक्दैन तपाईँलाई पहिला नै भनेको थिएँ धेरैचोटि भनिसकेँ मैले किनभने म आँखा खोल्न सक्दैन मेरो समस्या हुन्छ आँखामा एलर्जी छ मलाई पहिलेदेखि नै आँखाको त्यही भएर म यस्तो घाममा भन्दा नि घाममा भन्दा नि अब यो चाहिँ यतातिर छाउ भएर म हेर्न सकिरहेको छु तर यतातिर घाम छ नि त यता यस्तै नर्मली म हेर्न सक्दिनँ अहिले भर्खर बाहिर निस्केको कारणले गर्दा हो नत्र अब एकछिन 5-10 मिनट बाहिर बस्यो भने त्यसपछि थोरै खोल्न सक्छु बढी त सक्दैन थोरै सक्छु पहिले मेरो चाहिँ घर नेपालमा घरमा छँदाखेरि कस्तो अवस्था हुन्थ्यो थाहा छ म चाहिँ यस्तो अवस्थामा पुग्थेँ यो आँखाले कारणले गर्दाखेरि हिँड्न नसक्ने हिँड्दा पनि इस्यु गरेर हिँड्थेँ एक दिन चाहिँ म हाम्रो डडेलधुराको हस्पिटल आँखाको हस्पिटलमा जाँदाखेरि म कसरी गएको थिएँ माथिसम्म त त्यो डडेलधुराको बजारसम्म त हामी गाडीमा गएको छौँ त्यहाँनिर चाहिँ एउटा मेरो दाइ थियो दाइको बाइक मागेर म चाहिँ उता जाने भनेर के अरे हस्पिटल जाने भनेर बाइक मागेर गएको मेरो एउटा अर्को अङ्कलको छोरा मेरो भाइ सुभाष भन्थ्यो उसलाई पछाडि बसाएर तर त्यो कुरा अब चाहिँ अङ्कल आन्टीले थाहा भएपछि मार्छन् त्यो बेला मेरो उतिखेर चाहिँ बाइक माग्दाखेरि चाहिँ ठिकै थियो म खोलेर जान सक्छु लागिरहेको थियो तर यार झन् जाँदैछु अनि बढी दूर पनि थिएन त्यो 1 किलोमिटर थियो कि त्यहाँदेखि जाँदै थिएँ यस्तो गर्छु आँखा खोल्दैन म उसलाई भन्छु सुभाषलाई भन्छु आँखा अगाडि भन ल कहाँ जाने के जाने कस्तो नि गाडी आयो भने यस्तो उस्तो भने म यस्तो आँखा यस्तो आँखा बन्द गर्ने खोल्ने गरेर त्यस्तो अवस्थाबाट गएको थिएँ धेरै दिन भइसक्यो मैले त्यस्तो अब चाहिँ म नेपालमा आउँदाखेरि चाहिँ अब बाहिर निस्किँदाखेरि कहिलेकाहीँ म बाहिर हेर्नै नसक्ने हिँड्दाखेरि पनि खोल्नै नसक्ने जति बाहिर बस्ने अहिले त भर्खर उठेर भन्दा नि रुमबाट बाहिर आएको छु त्यो कारणले गर्दा पनि मेरो खोल्दैन हेर्नै सक्दिनँ म यो चम्किलो चिजहरूमा यो चाहिँ कहिले ठिक हुन्छ थाहा भएन तर ठिक हुन्छ भन्छन् कहिले हुन्छ थाहै भएन यो चाहिँ भनेको कहिले भनेको थियो 20, 21, 22 वर्षको उमेरभन्दा माथि आफै ठिक हुन्छ भन्थे डाक्टरहरूले नभएपछि फेरि तिनीहरू डाक्टरहरूलाई मैले जानेको छु नेपाल आएपछि फेरि तिमीहरूलाई मैले जानेको छु तिमीहरूले फेरि आफै ठिक हुन्छ भन्ने थियो हुन त म पनि आफै ठिक हुन्छ भनेर मैले केही नगरेको होइन म चाहिँ इलाज गरिरहेकै छु यता आएर पनि हस्पिटल गइरहेकै छु अनि उता पनि हस्पिटल गइरहेकै हुन्थेँ म महिनामा 2-3 चोटि उता पनि हस्पिटल जान्थेँ यता पनि महिनामा 2 चोटि नभए नि यता 1-2 महिनामा गएकै छु म आएदेखि 3 चोटि हस्पिटल गइसकेँ आँखाको उनीहरूले के भन्दैन औषध मात्र दिन्छ बेकार यताको चाहिँ मैले हुन त के अरे स्कुलबाट लगाएको हो त्यो खासै ठुलो हस्पिटल भएन नि त सानो एउटा थियो नेपाल त्यस्तै ठाउँमा लागेको थियो तर मलाई आँखाको समस्या धेरै गाह्रो भयो कसैले आँखा मलाई डोनेट गरिदिनु न कहीँ जाउनुहोस् स्कुल जाम हामी सबैजना र म ल्याउन भुलेछु यार एउटा त्यो मैले हिजो तपाईँहरूलाई दिनु भनेको थिएँ ब्लगमा भएको कुरा त्यो हिराना सिन्जीको आज बर्थडे हो उहाँलाई दिउँ भनेको थिएँ भुलेँ भयो के दिने हो र भयो कि अब के भन्छन् गाइस बल्ल मैले यो क्रेडिट कार्ड अप्लाई गरेको कति भनेर 2-3 महिनापछि बल्ल आएको छ यस्तो ढिला बिचमा कहाँ हरा होला के भयो थाहा भएन तर यदि यो कार्डको मिसयुज हुन्छ भने कसले चाहिँ हेर्छ यसको अस्तिबाट म सोध्दै थिएँ आएको भने आएन भन्थ्यो खै यसमा डिटेल्स लेखेको छैन कि कुन दिन आउँछ भनेर नलेखेको भए फेरि तिमीहरूलाई बताउँथेँ यो सकमा गएर म फेरि रिपोर्ट हालिदिन्छु फेरि किन यत्रो ढिलो गरेको भनेर 3 महिनामा आइरहेको छ यो कार्ड भनेको यसमा पैसा हालेर फेरि युज गर्नेवाला कार्ड हो वालेट जस्तै प्रिमियम कार्ड प्रिपेयर कार्ड अनि यस्तोहरू खिच्ने अनि यस्तो हुन्न त यार के हो साइकलको साइकल कहाँबाट ल्याएर
किन दियो त्यसले कसरी किन ल्याएको कहाँबाट ल्यायो त्यसले त्यो बुढोले दियो के गर्ने अब यसले त्यो रहेछ त के मेकानिक अनि किन दियो त तिमीलाई त्यो सामान तिम्रो के बोला कसको साइकल बिग्रेको त्यो त मेरो त्यो हो त पुरानो मान्छे कसको साइकल बिग्रियो मेरो यार कसरी कसले तान्दिएले छ कि यो गान्टी तान्दिएछ माया पागल यार कस्तो मान्छे हो यार यो भित्रै हात हाल्न तान्दिएछ के गान्टी भनेको ए उसले नै होला म होइन त्यस्तो काम उसले नै होला यो मात्रै यो हाल्नु हेर्न फेरि क्लास सिद्धिसक्यो गाइस झ्याउ छ आज काम छैन काम नभएको दिन त झ्याउ हुन्छ के गर्ने केही गर्नलाई के हुँदैन त्यही भनेको काममा जाँदाखेरि अब भिडियो नि बनाउनुलाई के बनाउने बाहिर निस्किनै मन लाग्दैन यस्तो घाममा अब यसो राम्रो अनि अहिले चाहिँ स्कुलमा मैले पैसा बुझाउनु पर्ने छ मेरो पनि रुममा छैन रुममा नभएपछि ब्याङ्कबाट निस्काउनु पऱ्यो ब्याङ्कबाट निकालेर अनि रुम स्कुलमा बुझाउनु पर्यो मैले सामान मगाएको छु चामल मगाएको छु त्यसकै पैसा बुझाउनु पर्ने छ स्कुलमा गाइस म छिटो गएर रुममा पैसा हेर्छु पैसा नभएपछि अहिले एटिएममा गएर यो यहाँनिर नजिक छ कन्भिनियन्स स्टोरमा त्यहाँबाट लिएर आउनु पर्ला हजुर पास भाइ अस्ति उठ्यो त्यो मेसेज थियो कोट प्यान्ट लगाएको थियो त पास रिजल्ट आएन कसो भयो ठिकै भयो ठिक छ पास हुन्छ मेरोमा यति पैसा छ गाइस पैसा कसैलाई चाहियो भने भन्नु ल यो कति हो तपाईँलाई थाहा नहोला 20,000 दुईवटा नोटले 20,000 छ मसँग अब यो पैसा लिएर म चाहिँ स्कुलमा बुझाउनु पऱ्यो स्कुलमा बुझाउँछु अनि चामल आयो भने उनीहरूले चामल राख्छ अनि पैसा यो पैसा दिन्छ अनि चाहिँ त्यो फिर्ता पनि राख्छ अब यस्तो हामीले पनि यदि पहिले नै पेमेन्ट हो भने त्यतिकै राखेर जान्छु पेमेन्ट छैन भने आउनुभन्दा अगाडि नै स्कुलमा पैसा बुझाएर राख्नुपर्छ अब बुझाएन भने त्यो सामान फिर्ता जान्छ फेरि दोस्रो तेस्रो दिन अझ आउँछ त्योभन्दा त अब स्कुलमा बुझाएर राख्यो अनि आएको बेला मिल्छ फिर्ता पनि पैसा पनि मिलिहाल्छ त्यही भएर अहिले गएर बुझाउनु पऱ्यो हेर 5:30मा अफिस बन्द भइहाल्छ 5 बजी हाम्रो चाहिँ क्लास सिद्धियो अहिले 5:10-15 भयो अनि म चाहिँ यो पैसा बुझाएर आउँछु सेन्सेलाई दिएको जुनसुकै सेन्सेको हातमा दिए नि हुन्छ मेरो सामान आउँछ उसको पैसा भनेर ल म दिएर आउँछु ल गाइज पैसा यति नै लास्ट सिद्धियो आज अब एटिएमबाट निकाल्नु पर्ला तनाव हुन्छ या पैसाको बारेमा सोच्यो भने कतिखेर यार कहाँबाट कमाउने के यसरी कमाउने के कमाउने एउटा काम मात्रै गरिरहेको छु अरू काम छैन झन् स्कुलको फी तिर्नु पर्ने हुन्छ के कस्तो नसोध्नु के तपाईँहरू नसोध्नु भयो त गाइज हामी चाहिँ अब जापानमा केला बेच्न लागिसक्यौँ देखाउ त बाबु अब केला देखाउ त ओइ ल है केला ले लो एक 100 का एक केला ले लो कसैलाई केला चाहियो आउनु होला अब केला बेच्नु पऱ्यो यार जापानमा ह्यान्ड क्यास नपाएर केला बेच्न लागिसक्यो म ल गाइज कसैलाई केला चाहिन्छ भने मलाई सम्पर्क गर्नु होला केला चाहियो भने केरा फाइनली गाइज मेरो सामान चाहिँ आइसकेको छ सामान अस्ति मगाएको मैले अब देखाउनु अनबक्सिङ गर्छु रुममा गएर कस्तो आएको छ राम्रो नआएको भयो अहिले चाहिँ फिर्ता गर्छु अहिले भक्कै फिर्ता गरिदिन्छु ल ठिक छ पढाइ भला गर भनेपछि जहाँ पनि भला गर्नु भाबु अब यो पनि राम्रो नआयो भने त फेरि फर्काउनु पर्छ छुट्टी हो काममा छुट्टी आज पनि यो माइक राम्रो नआयो भने फेरि सिधै फिर्ता गरिदिन्छु अस्ति मगाएको सस्तोवाला त्यो चाहिँ कहाँ हरायो थाहा भएन अनबक्सिङ गरौँ हाम्रो सामान कस्तो हुन्छ अनबक्सिङ यस्तै हो च्यात्ने हो च्यात्नु भन्दा नि राम्रो नभएपछि यसलाई फिर्ता गर्नु पर्ला एकछिन राम्रोसँग च्यात्नु पऱ्यो यसरी त फिर्ता हुँदैन फेरि गाइस अनबक्सिङ गरौँ हेरौँ कस्तो हुन्छ कस्तो सामान के त मगाएको छु हेरौँ दुईवटा सामान होला गाइस यो हो कि असली मेरो भनेको यो चाहिँ अब फिङ्गर स्लिप गेम खेल्ने फिङ्गर स्लिप मैले भर्तको लागि मगाइदिएको थिएँ मसँग काम गर्ने बेला भर्त तपाईँले सबै भिडियोमा देख्दै हुनुहुन्थ्यो होला त्यसलाई मगाइदिएको मैले यो के हो फेरि यसमा पो राख्ने हो गाइस मलाई चाहिँ यो बाइक चाहिँ राम्रै लाग्यो एकदम बबाल लाग्यो किनभने यसको साउन्ड चाहिँ मलाई बबाल लाग्यो किनभने ठिकै हो पैसा पनि बढेको थिएन त्यतिकै तपाईँलाई भन्न मिल्दैन यदि कसरी पसलमा यसरी हो भने भनौँला
ठिकै थियो, तर माइक पनि धेरै महँगो खाले माइक पनि हुन्छ नि, आफूलाई चाहिन्छ भने। एउटा माइक हेरेको राम्रो, धेरै राम्रो भनेको चाहिँ कतिको थियो भने कति हजार भने 32,000को थियो। त्यो आफ्नो अहिले चाहिँ आफ्नो लेभलभन्दा धेरै नै दूरको कुरा हो। तर यो माइक चाहिँ बबाल लाग्यो मलाई। बक्स नि आफूसँग साथमा चाहिँ यताउता लान मिल्ने, ठिक छ, गुड। यसको लागि थ्याङ्क यू सो मच। माइक अब कुन क्वालिटी कुन कहाँको के कस्तो भनेर त्यो मलाई भनिदिनु भयो, त्यो बेकारमा अरूको प्रमोसन गर्नुभन्दा त। माइक चाहिँ राम्रो छ नि, यदि कसैलाई पर्सनलमा जानु छ भने म भनिदिन्छु त्यसलाई। माइक राम्रो छ, लगाइस्। आजको सामान चाहिँ ठिकै आयो गाइस। माइक कस्तो सुनिरहेछ अहिले अहिले चाहिँ मैले म र मोबाइलको दूरी भनेको त्यही 50 मिटर, 1 मिटर जति दूरी छ। 1 मिटर भन्दा 2 मिटर, 2-3 मिटर जति दूरी छ। अनि माइक चाहिँ आवाज कस्तो आइरहेछ भन्नु ल एकछिन, म पनि हेर्नेछु भिडियो बनाइसकेपछि हेरौँ। माइक चाहिँ मलाई बबाल नै लाग्यो, ठिकै छ, फर्मली यस्तो उस्तो। अनि बक्स पनि राम्रै छ, सबै राम्रै छ। यो माइकलाई म दिन्छु 10 मा 10 लाइक, 10 लाइक नै, 10 मा 5 लाइक।